नमस्कार, जीवित खबरमा यहाँलाई स्वागत छ। अब सुन्नुहोस् मुख्य खबरहरू। नेपालले नागरिकताको खाद्य अधिकारीलाई संवैधानिक रूपमा सुनिश्चित गरेको परराष्ट्र मन्त्री खानेपानी मन्त्री यादव प्रेम प्रस्थान। जुनसुकै विषयमा पढेकाले पनि शिक्षक लाइसेन्स परीक्षा दिन पाउने गरी प्रस्तावित नयाँ व्यवस्था र स्वाभिगत असर। एमाले राजनीतिकमा फर्कने विद्या भण्डारीको घोषणा। अद्भुत टेलिकमका प्रथम तस्बिरहरू जसले घातक क्षुद्रकहरू पत्ता लगाउन सक्छ। इन्दिरा गान्धीलाई गोली हानेर अस्पताल पुर्याउँदा उनको अन्तिम लक्ष्यहरू यस्ता थिए। किशोर र युवा उमेरका पुरुषमा मानसिक स्वास्थ्य समस्या, व्यापक मद्दत माग्न हिचकिचाहटले सङ्कष्ट झन गहिरो। संघीय लोकतन्त्र मोर्चाले देशका विभिन्न स्थानमा सभा गर्ने। चट्याङ पर्दा खेतमा धान रोपिरहेकी महिलाको मृत्यु। अब सुन्नुहोस् पुरा। काठमाडौँ परराष्ट्र मन्त्री आर्जु राणा देउवाले नेपालले नागरिकताको खात सम्बन्धी अधिकारीहरूलाई संवैधानिक सुनिश्चितता प्रदान गरेको बताएकी छिन्। आयोजित इटालीको रोममा आयोजित राष्ट्रसङ्घीय खाद्य तथा कृषि संगठनको मन्त्री स्तर विशेष सत्रलाई सम्बोधन गर्दै मन्त्री राणाले नेपालको संविधान मौलिक हक र नागरिकताको खात सम्बन्धी अधिकारीलाई व्यवस्था गरेको छ। त्यसैगरी खानेपानी मन्त्री प्रदीप यादव आज स्पेन प्रस्थान गरेका छन्। संयुक्त राष्ट्र सङ्घको विकासको लागि फाइनेन्सियन्स फर डेभलपमेन्ट चौथो राष्ट्रिय सम्मेलनमा सहभागी हुनका लागि मन्त्री यादव स्पेन प्रस्थान गरेको मन्त्री यादवका निजी सचिव एवं उपसचिव भक्तराज जोशीले बताएका थिए। बाँकेमा आइतबार धान रोपिरहेको खेतमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको राप्ती सोनरी गाउँपालिका वार्ड नम्बर 4 लालपुरमा आइतबार दिउँसो धान रोपिरहेको खेतमा चट्याङ पर्दा एक महिलाको मृत्यु भएको र 2 जना घाइते भएको बाँके प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका सेना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक कातलीले चट्याङ लागेर तुलसीपुर उपमहानगरपालिका वार्ड नम्बर 11 बाङ्की 45 वर्षीय सीता चौधरीको मृत्यु भएको जानकारी दिनुभयो। मृतक सीता राप्ती सोनारी गाउँपालिका वार्ड नम्बर 4 स्थित माइती घरमा धान रोप्नका लागि आएका प्रहरीले जनाएका छ। चट्याङमा परि मृतक सीता सहित 24 वर्षीय निर्मला थारू र 15 वर्षीय गरिमा थारू घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घाइते 3 जनालाई उपचारका लागि स्थानीय राप्ती सोनारी तलमा पुर्याएको जानकारी दिएको छ भने सीताको उपचारकै क्रममा उक्त अस्पतालमा मृत्यु भएको थियो भने अन्य 2 जना घाइतेहरू थप उपचारका लागि नेपालगञ्ज स्थित फेरि अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ। त्यसैगरी संघीय लोकतान्त्रिक मोर्चाले देशका 6 स्थानमा सभा आयोजना गर्ने निर्णय गरेको छ। आइतबार लाजिमपाटी स्थित एक होटलमा भएको मोर्चाको बैठकले यो निर्णय गरेको नागरिक उन्मुक्ति पार्टी नौपाका संरक्षक रेशम चौधरीले जानकारी दिए। मोर्चाले साउन 17 गते काठमाडौँ, 21 गते भैरवा, 23 गते कैलाली, भदौ 16 गते विराटनगर, 18 गते जनकपुर र 20 गते वीरगञ्जमा सभा गर्ने भएको छ। बैठकले मोर्चाको कार्यविधि पनि पारित गरेको छ। हस्त जीवित खबर यति नै। यदि कोही यस जीवित खबरमा पहिलोपल्ट प्रवेश गर्नु भएको छ भने सब्स्क्राइब, लाइक, शेयर, कमेन्ट गरिदिनु हुन म विनम्र अनुरोध गर्दै तपाईको दिन शुभ रहोस्। नमस्कार।